अब भने हैन त फेरि अर्को आइपिओ। आजदेखि स्नो रिभर्स लिमिटेडले सर्वसाधारणको लागि आइपिओ बिक्री खुला गरेको छ। आज वैशाख 29 गतेदेखि जेठको 1 गतेसम्मको लागि यो आइपिओ बिक्री खुला हुनेछ र कम्पनीले सर्वसाधारणको लागि 7,78,125 किता सेयर छुटाएर आइपिओ बिक्री खुला गरेको छ। सेक्टर हाइड्रो पावरमा पर्छ र यसको लागि इस्यु म्यानेजरको रूपमा सानिमा क्यापिटल लिमिटेडलाई राखिएको छ भने प्रति किताको मूल्य 100 रुपियाँको दरले यो आइपिओ भर्न मिल्नेछ र यसमा 10 किता मात्रै भर्दा हुन्छ। त्यो भन्दा धेरै भरेर कामै छैन। 10 किता भर्नको लागि 1000 रुपियाँ लाग्नेछ। सो 1000 रुपियाँ पैसा रेडी गरेर तपाईले यो आइपिओ भर्न सक्नुहुनेछ। र यस कम्पनीको आइपिओलाई रेटिङ एजेन्सीले BB+ को रेटिङ दिएको छ, जसले चाहिँ कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ। र कम्पनीको फाइनेन्सियल अडिट रिपोर्ट अनुसारले कम्पनीको प्रति शेयर आम्दानी यानि कि इपिएस 2081-82 मा भने 4.98 रुपियाँ रहेको छ र त्यसैगरी नेटवर्थ पर शेयर भने 105.06 रुपियाँ रहेको छ। र यो कम्पनीको शेयर जब एफएससीमा लिस्टिङ भएर कारोबारमा आउँछ त्यसपछि पहिलो ओपनिङ प्राइस रेन्ज चाहिँ भने 100 देखि लिएर 300 को बीचमा हुनेछ। र कम्पनीको फाइनेन्सियल रिपोर्टहरू सबै एकदम राम्रै छ। आजदेखि आइपिओ खुलेको छ, सबैले भर्नु होला। तर यो आइपिओ चाहिँ मात्र 77,000 जना जतिलाई मात्र पर्नेछ। सर्वसाधारणबाट आइपिओ भर्नेको संख्या भनेको 29-30 लाख हुने गरेको छ। त्यसैले आइपिओ पर्नु चाहिँ गाह्रो नै छ, तर भर्न चाहिँ छाड्नु हुँदैन। आजको भिडियो यति नै रहेको छ। यस्तै खाली आइपिओ सम्बन्धित अपडेटहरू थाहा पाउनको लागि हामीलाई फलो सब्स्क्राइब गरेर राख्नुहोला।